बिजयको रमाइलो छ बिजयको रमाइलो कन्टेनर झरेर प्लुङ्ने भयो राम्रो हेर हो माथि राखेको थियो कन्टेनर त्यहाँबाट हावाले उडाएर त बिजक झन्डै मऱ्यो म त यहीँ माथि सुतिरहेको थिएँ यहीँ सुतिरहेको थिएँ म त झन्डै उडाएर झन्डै मऱ्यो मात्रै हेर्नु यहाँ पुरा बिजो ब्ल्याङ ब्लुङ छोडेर यहाँ पुरा ओह्रालो छ यो कन्टेनर माथि थियो अरे यो कन्टेनर यो माथि थियो ब्लङ्गै हावाले लडायो यस्तो थियो यस्तो ब्लङ्गै झार्छ यहाँ ल यो जुन लडेको कन्टेनरलाई चाहिँ अब उठाउने कोसिस गर्दैछ क्रेनले तान्नु आँटेको छ होइन यो कन्टेनरलाई चाहिँ ब्लङ्गै अस्ति हावाले पल्टाएर यस्तो भएको थियो अहिले चाहिँ अब यो क्रेनलाई लिएर चाहिँ यसलाई उठाउने काम भइरहेको छ अब यो कन्टेनर उठाएर फेरि पुनः प्रयोग गर्नुको लागि चाहिँ उठाउँदैछ अहिले डेन्जर छ डेन्जर ल हेर्नुहोस् यस्तो डेन्जर काम गर्दैछ यहाँनिर कन्टेनर यहाँ डाउन भयो यहाँनिर क्रेन आएर उठाउँदैछ यो क्रेनले उठाउँदैछ यहाँबाट चेत्ते फुलेको बाजेले रिमोटबाट चलाउँदैछ स्विच चलाउँदैछ यहाँ कम्प्युटर हेरेछ उठ्दैछ कन्टेनर प्याच्याक कुचो भयो हावाले आएर यहाँ हावा पनि कस्तो डेन्जर आएको कि कन्टेनर नै उडाउने ल उठाउँदैछ कुकुर चाहिँ किन गराएको कुकुर हल्यो है अब चल्दैछ बस्यो सिधा बनाए अब चाहिँ उचाल भाग्नै छ उचाल फुलेको बाजेले उठाउँदैछ यसलाई जुरुक्कै कुन्द्रुङ ट्याङ कुन्द्रुङ ट्याङ ए बाजेले चलाउँदैछ त्यहाँ रिमोटबाट आजको हावाको बराबर पचास पारेछ यहाँ उचाल्दैछ यहाँ बाजेले उचाल्दैछ काकाले
कस्तो डेन्जर ठाउँमा राखेको अब यो कन्टेनर मात्रै कन्टेनर राखेको छ यार। मान्छे मर्छ हो यस्तोमा त। कस्तो दिमाग नभएको हो कि दिमाग भएको हो कि अब यो त त्यति मलाई कन्टेनर राख्ने ठाउँ नभएर हो कि कस्तो खालको कन्टेनरमाथि त्यस्तो पातलो कन्टेनर राखेको छ। त्यसले के बी भएको भयो नि त हावाले उडाउनु। यस्तो पातलो कन्टेनरमाथि राखेर यत्रो जग्गाहरू खाली छ पछाडि यता साइडतिर र पनि यति माथि राखेको छ। यत्रो पातलो न पातलो जम्मा 1600 किलो त छ। अनि हावाले 1600 किलो त उडाइहाल्छ नि यार। यो माथि राखेको त टिक्लिक्क पिल्लिक्क लडाइदियो हो कि फेरि त्यहीँ राख्दैछ ल। यो 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 यिनीहरू नभएको पुचाक पुचुक गाह्रो हुन्छ गएर त ल। फलामबाट पुचाङ पुचाङ उछिटिएको उचालिएको सुन्न मान्छे कन्टेनर टायर यो जाँदैछ। अब कन्टेनर त यहाँ यसले उठाएको कन्टेनर डाउन यहाँ going like this. Yeah. You make a फाइनली फेरि कन्टेनर चाहिँ त्यही माथि नै चढिसक्यो होइन। अब यहाँ देख्न सक्नुहुन्छ। अब यो त कन्टेनर पहिला त्यही माथि नै थियो। त्यही माथिबाट हावाले तल झारेको थियो। अनि अहिले फेरि यो क्रेन आएर चाहिँ उठाएर चाहिँ फाइनली फेरि त्यही ठाउँमा राखिसकेको छ। यहाँ देख्न सक्नुहुन्छ यो साइडमा अहिले चाहिँ अब यसले उठाएर राखिसकेको छ। अब फेरि हावा आयो भने फेरि पनि लड्ने सम्भावना। अनि यहाँ यस्तो प्लातप्लुत पारिदियो यहाँनिर होइन। लडाएर कचाकुचुकबाट यही माथि झरेको कन्टेनर। अनि कन्टेनर चाहिँ यसरी प्लातप्लुत पारेर बारहरू भत्क्यो। त्यो बार चाहिँ यहाँनिर परेको थियो। धन्न मान्छे चाहिँ केही भएन। यहाँ चाहिँ अब राखेको छ फेरि। अब भित्र चाहिँ हेर्दाखेरि अब यहाँनिर फुटेको छ सबै प्लङ प्लुङ भयो होइन। भत्किएको छ सबै यो बारहरू छेउको बारहरू यसरी भत्किएको छ। धन्न यही भित्र थियौँ हामी। मान्छेलाई चाहिँ केही पनि भएन। भगवानले बचायो हामीलाई चाहिँ होइन। अब फेरि पनि पुनः यही ठाउँमा राखेको छ। अब यो फेरि हावा आयो भने फेरि लड्ने सम्भावना। अब यहाँ माथि नराख्नु भनेको मानेन। फेरि यही माथि राखिरहेछ। यसरी प्लङ प्लुङ तलबाट पनि प्लङ प्लुङ भयो। साइडबाट पनि प्लङ प्लुङ गइरहेछ। धन्न उ भयो। मान्छेलाई चाहिँ केही पनि भएन र मात्रै हो। नभए मान्छेलाई पनि के भएको भए चाहिँ गाह्रो हुन्थ्यो हामीलाई। भगवानले मान्छेलाई चाहिँ बचायो र पनि अब कन्टेनरहरू चाहिँ यसरी प्लतै बनाइदियो होइन। ठिकै छ। हामीलाई चाहिँ केही भएन र मात्रै हो। हामीलाई चाहिँ भगवानले बचाएर प्लतप्लुत पारेको छैन त ल। अब कस्तो डेन्जर। send me this video ओके बस ओके for the guy of the container. ओके बस What you want there? Also yeah, broke yes. This one also broke here. फेरि पुनः अर्कोपल्ट हावा आएर अहिले चाहिँ झन् प्लङ प्लुङ परेर झरेछ होइन। यसरी खप्लक्कै यहाँ तल झरेछ झन्। अहिले त अस्ति त माथि नै थियो। अहिले त झन् यहाँ तल झरेछ। ल अब यसलाई यो 2 पटक भइसक्यो झरेको। अब के गर्नुहुन्छ यसलाई हेर्न साथी हो। यस्तै छ है। भन्दा अस्ति टेरेन बोसरले। अहिले त यहाँ झन् यसरी झरेछ राति हुँदी। धन्न हामी चाहिँ माथि सरेको थिएनौँ र बाँच्यौँ। अहिले त झन् यसरी झरेछ है। प्लङ प्लुङ पारेर त्यहाँ माथि थियो। के हो ल यस्तै हो साथी हो। ल गाइज हाम्रो यहाँ
आज रुम सर्ने कार्यक्रम भयो हैन। रुम पनि सरिसक्यो। जुन यो रुम चाहिँ हाम्रो यो रुम यो घरलाई चाहिँ अस्तिको हावाले बर्ल्याङ्ग पारेर तल खसेको थियो, उडाएको थियो, झारेको थियो हैन। अनि हो त्यो झारेको कन्टेनरलाई फेरि यहाँ राखेको थियो। फेरि दोस्रो पटक हावाले फेरि झार्यो, फेरि ब्लाङ ब्लुङ पार्यो, फेरि भत्कायो। अनि भत्काएर फेरि त्यसलाई रिपेयरिङको लागि लगेको थियो। रिपेयरिङको लागि लगेको थियो। रिपेयरिङ गरिसक्यो। गरिसकेर फेरि ल्याएर यहीँ राख्यो। जहाँ थियो त्यहीँ राख्यो। राखिसकेपछि आज सबै फिनिसिङ भइसकेको छ हैन। अनि अब आज चाहिँ फिनिसिङ भइसकेर रुम सर्ने कार्यक्रम भयो र म चाहिँ सरिसकेँ। यहाँ मेरो रुम, बेड, यहाँ मोबाइल चार्ज गर्ने ठाउँ, यहाँबाट आएर यहाँनिर मल्टिप्लग राखेको छु र यहाँ मोबाइल चार्ज गर्ने ठाउँ हैन। अनि यो मेरो ओछ्यान, यो मेरो सिरानी, अनि यो मेरो ओर्ने, यहाँबाट एउटा झ्याल छ, विन्डो यसरी खोलिन्छ। खोलेर बाहिर यस्तो गरेर हेरिन्छ। यसरी हेरेर देखिन्छ सफा छ बाहिर। सर्टै लाएर यस्तो देखिन्छ। अनि फेरि योलाई यसरी राखिन्छ। अनि यसलाई यसरी लक लगाउँछ। त्यहाँबाट यता दराज छ, यता ओर्ने ओछ्याउने छ अझै। मेरो लगेज यहाँ माथि। अनि यो भित्र मेरो लुगा कपडा यसरी राख्यो, झोला मुनि राख्यो। अनि फेरि यसलाई यसरी बन्द गरिन्छ। यस्तो गरिन्छ। त्यही भएर आज रुम सर्ने कार्यक्रम भयो। लडेको कन्टेनरलाई फेरि बनाएर रिपेयरिङ गरेर यहाँ फेरि ल्याइयो। ल्याइसकेपछि राखियो। अब सबै तयार भएर म रुम सरे हैन। सर्ट रुम सरे। जुत्ता चप्पल यता राखेको छ, यहीँ छ। ठाउँ साँघुरोहरूको कारणले गर्दाखेरि चाहिँ सबै यहाँ एकै ठाउँमा राखियो। यसरी नै मेन्टेन गर्ने हो। अनि यहाँनिर यो पनि यहाँको लागि हो। यहाँ सुत्ने मान्छेको लागि यहाँ छ है। यो चाहिँ हिट कुलर हो, एसी हो। यहाँ माथि अर्कैजना सुत्छ एकजना, यहाँ मुनि अर्कैजना, जम्मा 3 जनाको बेड छ यहाँ। अनि यो ढोका भइहाल्यो। ढोकाबाट हेर्दा यस्तो हुन्छ यहाँ। यता हेर्दाखेरि यस्तो देखिन्छ। आकाश यहीँ छ, कुहिरो यहीँ छ, पानी बादल लगाएको छ, पानी पर्नु लागेको छ। यस्तो छ यता हावा चलेको छ बाहिर। हावा चलेर यस्तो भएको छ। अनि यहाँ पानीको ट्याङ्की छ। यहाँबाट पानी सप्लाई हुन्छ उता प्रोजेक्टतिर जानलाई। यस्तो छ यहाँ। लगाइछ र यस्तै हो। अब रुम सरे। धन्यवाद। नेक्स्ट भिडियोमा भेटौँला। त्यो भन्दै बाई बाई। अर्को भिडियो भेटौँला। हस्त नमस्ते।